नानीलाई हेर्नु न पुतलीले रावा कस्तो कति राम्रो हो कि बुढी मैदान अन्त हाम्रो सुन्दर नगरी सोरेक मैदान टक्कै हाल भिरकोटको एउटा पर्यटकीय क्षेत्रमा परिरहेको छ। यो विभिन्न कलात्मक ढुङ्गाहरू बिछ्याएर बाटोहरू बनाएर बुद्धको मूर्ति हो त्यहाँ पारि छ। हाम्रो हिमाल ट्याक्कै अगाडि देखिन्छ। चारैपट्टि टक्क हिमालको काखमा हाम्रो रहेको पोखरा नजिकै देखिन्छ। यहाँदेखि निकै रमाइलो छ। आज हामी 2078 दसैँको भोलिपल्ट एकादशीको दिन भवानी राजेन्द्र भवानीको दर्शन गर्ने गरी र मैदानको पनि केही भ्यू सिनहरू हेरौँ भन्ने उद्देश्यले हामी यहाँ निस्केका थियौँ। हाम्रो परिवार नानी सानी नानी यसरी खेलिरहेकी छन्। एकदमै खुसी छन् यिनीहरू यहाँ आउन पाउँदा। यो खुल्ला ठाउँमा रमणीय ठाउँमा दृश्यहरूमा माटोमा झारमा चौरमा आनन्द बस्न पाउँदा निकै खुसी देखिएका छन्। हामी यसरी केही नानी बाबुहरूलाई भोक लाग्छ कि भनेर खाजाहरू पनि बोकेर आएका थियौँ। यहाँ बुद्धको मूर्ति छ, निकै सुन्दर निकै आकर्षक सुनको कलरको पहेँलो मूर्ति छ। हामी पुरानो सल्लाहघारी त्यहाँ हामी धेरै पटक पिकनिक आएर बसेर पिकनिक खाएका छौँ। देउसी भैलो खेलेर पाठा लिएर आएर हामी निकै रमाइलो गर्थ्यौँ। यहाँ पुरानो पोखरी छ, यो पानी पोखरी हो। पहिलेदेखि यहाँ पानी जम्मा गरेर खेतहरू रोप्ने, यहाँको गाईबस्तुहरूलाई चौरिने चर्न आउने गाईबस्तुहरूलाई खुवाउने यस्तो चलन हुन्थ्यो। अहिले यो निर्माणको कार्य भएकोले यहाँ पानी देख्न सकिए छैन हामीले। पानी भरि हुन्छ यसमा। यसरी हामी यो सुन्दर नगरी यो विशेष गरी यो ठाउँ चाहिँ प्याराग्लाइडिङले विकास भएको छ। यो पोखराको सरङकोट पछिको दोस्रो राम्रो सुन्दर स्थान र प्याराग्लाइडिङको लागि उपयुक्त ठाउँ भएकोले यो निकै नै आकर्षक मानिएको छ। धेरै मान्छेको नजर परिसकेको छ। व्यावसायिक रूपमा पनि यहाँ धेरै मान्छेले आफ्नो सुन्दर सुनिश्चित भविष्य देखिरहेका छन्। हाम्रो यसरी पुरानो गाउँ बस्ती पनि छ। यहाँ एउटा +2 सम्मकै स्कुल छ। राम्रो सुन्दर ठाउँ हो यो। निकै चर्चित नेपालकै एउटा चर्चित पर्यटकीय क्षेत्र हो यो। यसरी विकासको क्रम पनि भइरहेको छ। नेचुरल त धेरै कुरा राम्रो नै छ, त्यसमा पनि कृत्रिम कुराले फुलबुट्टा भरिरहेका छन्। यहाँको स्थानीय सरकारले पनि निकै ध्यान दिएको देखिन्छ। यहाँनिर हामी अगाडि धौलागिरी हिमालदेखि माछापुछ्री हिमालदेखि अन्नपूर्णदेखि सम्पूर्ण हिमालहरूको लाइन देख्न सकिरहेका छौँ। पोखरा पनि हाम्रो नजिकै सामान्य देखिन्छ यहाँदेखि। यसरी हामी आज यो सुन्दर रमणीय क्षेत्रमा अवलोकन गर्नको लागि, रम्नको लागि, घुम्नको लागि यसरी आएर हामी बसिरहेका छौँ। तपाईँहरू पनि यसरी आफ्नो फुर्सदको समयलाई, दसैँ तिहारको बिदाको समयलाई, पर्वको समयलाई पारेर घुम्न आउन सक्नुहुन्छ। हेर्न नभुल्नुहोला। निकै रमाइलो छ, निकै रमाइलो छ। गरौँ सुरु हाम्रो त्यहाँ नजिकै देखिन्छ डाँडाबाट। एकपटक अवश्य आउनु होला। आउनु भएको छैन भने, पटक पटक आइरहनु भएको छैन अवश्य पनि तपाईँहरू आउनु नै हुनेछ। निकै रमाइलो छ। हाम्रो यता ठुलो भन्जिङ सिरकोट गाउँहरू थुम्काहरू निकै रमाइलो सुन्दर छन्। नानी बाबुहरू खेलिरहेका नै छन्। उनीहरू आफ्नै दुनियाँमा मस्त छन्, खुसी छन्, सन्तुष्ट छन्। यिनीहरू मन्दिर दर्शन गर्न भोको पेट आएका हुन्, तर पनि यिनीहरूलाई दुःख दिने त्यस्तो वास्ता छैन। प्रकृतिले त्यति ठुलो शक्ति राख्दछ कि यिनीहरूलाई आफ्नो भोकको समेत ख्याल छैन, रमाइरहेका छन्। हाम्री यी अर्धाङ्गिनी, मेरी अर्धाङ्गिनी यहाँ बसिरहेकी छन्। यिनलाई भोक लागेको छ कि जस्तो छ। खाजा खाँदैछन्, बिस्कुटहरू लिएकी छन्। आई लभ यु बुढी। हामी फेरि पनि अर्को ट्रिपमा यसरी नै भेट हुन सक्छौँ। धन्यवाद।